भोलि फागुन 21 गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी देशभर अन्तिम चरणमा पुगेको छ। यसैबीच निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालय नुवाकोटले आज मध्यरातदेखि सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 लाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नुवाकोट प्रशासनले सुरक्षा सतर्कता बढाएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार आज फागुन 20 गते राति 12 बजेदेखि भोलि मतदान कार्य सम्पन्न नभएसम्मका लागि जिल्लाभर सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। निर्वाचन आयोगबाट अनुमति प्राप्त पास नभएका कुनै पनि निजी वा सार्वजनिक सवारी साधनहरू सडकमा चल्न पाउने छैनन्। तर अत्यावश्यक सेवाका लागि भने प्रशासनले केही छुट दिएको छ। प्रशासनले यदि कसैले नियम उल्लङ्घन गरेमा कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिएको छ। नुवाकोटका सबै मतदान केन्द्रहरूमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन्। मतदानलाई शान्तिपूर्ण बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरीको बाक्लो उपस्थिति रहेको छ।